हेलो साथीहरू, नमस्कार। नवीन नेहा ब्लग च्यानलमा हजुरहरूलाई स्वागत छ भन्दैछु। म आज पनि नयाँ ब्लग लिएर आइसकेको छु। हजुरहरूले मेरो यो ब्लगलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। म चाहिँ अनि हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। अनि मलाई चाहिँ भ्लगहरू बनाउन पनि आउँदैन। एउटा कुरा चाहिँ यसो बनाउन मन लाग्छ। अरूले बनाएको देखेर यस्तो बनाऊँ न त, पछि हेर्नका लागि काम लाग्छ आफैलाई। क्या अरूले त के हेर्नुहुन्थ्यो, आफ्नो भिडियो आफैलाई पछि हेर्न काम लाग्छ क्या। म यस्तो गर्थेँ त्यस्तो गर्थेँ भनेर। अनि त्यही भएर म चाहिँ भिडियो बनाएको। सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि यदि सब्सक्राइब गर्नुभएको छैन, सायद कसैले पनि गर्नुभएको छैन, सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। किनभने हजुरहरूलाई नै फाइदा हुनेछ। जतिजनाले सब्सक्राइब गर्नुहुन्छ उहाँहरूकोमा सबैभन्दा छिटो मेरो भिडियो आइपुग्छ अनि हजुरहरूले हेर्न सक्नुहुन्छ। सो त्यही भएर मेरो युट्युब च्यानललाई सबैजनाले छिटो गएर सब्सक्राइब गरिदिइहाल्नु होला भन्दै आज चाहिँ म सब्जी पकाउन लागेको छु। आफै क्यामेराम्यान, आफै भिडियो बनाउने, आफै भिडियो क्यामेराम्यान पनि आफै, भिडियो बनाउने पनि आफै। त्यही भएर राम्रोसँगले देखिँदैन। अनि सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला। अनि कतिजनालाई मेरो भिडियो मनपर्छ, कमेन्ट पनि गरिदिनु होला। अनि कसरी बनाउने हजुरहरूलाई यदि आइडिया छ भने प्लिज मलाई चाहिँ आइडियाहरू पनि दिनु होला। मलाई भिडियो बनाउने आइडिया नै छैन, केही गर्न एडिट गर्न नै आउँदैन। अब यत्तिकै बनाउँदा स्टप भयो भने सक्यो भने यत्तिकै हालिदिन्छु। कहिल्यै पुरा बनाएर भिडियो बनाउन नै आउँदैन एउटा कुरा चाहिँ। अनि यहाँ सब्जी पकाउँदैछु। सब्जी चाहिँ यतिखेर फर्सीको मुन्टा, फर्सीको नै सिजन छ। त्यही भएर म पनि फर्सी नै पकाउँदैछु। सायद हजुरहरूलाई मेरो भिडियो हेर्न बोरिङ लाग्छ होला होइन। यस्तो भिडियो नि के हेर्नु हौ, केही पनि गरेको छैन, न केही गरेको छु, पटक बोल्यो सक्यो भनेर भन्नुहुन्छ होला। त्यही मलाई चाहिँ भिडियो बनाउन नै आउँदैन र म कहीँ पनि गएर भिडियोहरू लिन सक्ने अवस्था छैन। किनभनेदेखि सानो नानीहरू छन्। सो अनि भिडियो पनि आफै बनाउनुपर्छ कि, भिडियो बनाइदिने मान्छे पनि हुनुहुन्न। सो त्यही भएर मैले जस्तो जे गर्छु त्यस्तै भिडियो बनाउँछु। आज खाजा यो पुरी खाली गरेर पकाएको छु। अनि बिहान के खानु, फेरि त्यसको ग्यास्ट्रिक हुन्छ क्या अझै त होइन। अनि दुईवटा खाइयो, अब यति भरे दिउँसोको लागि नास्ता पनि भयो। अनि यहाँ चाहिँ सब्जी पाकेको छ, एउटा खाना पाकेकै छैन, खुसी लागेकै छैन मलाई, बल्ल लागेको छ। अनि अर्को कुरा, भिडियो हेर्नको लागि त मान्छे पनि धेरैजना चाहिन्छ अनि रमाइलो हुन्छ। एकजनाको लागि एक्लै बोलेको पुतुक बोलेको भिडियो हेर्नु त कसैलाई पनि मन पर्दैन। सो मान्छे खोज्दा पनि म कहाँ जानु मान्छेको भिडियो बनाउनको लागि। त्यो मान्छे एकजना अगाडि उभिनु भएको छ भने म वाले सरी झिक्न पनि लाजले भुतुक्कै हुन्छु होइन। आफ्नै रुमभित्र मात्र बोल्ने हो क्या, पतार बाहिर गएपछि त बिरालो जस्तो हुन्छु म। कति बोलिदिरहेको छु, एक्लै पत्तर केही हेर्नु नभनिदिनु होला। सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सब्जी पाक्न आँटिसक्यो, खाना पाकिसक्यो, दालचिनी पाकिसक्यो, अचार पनि बनाइसकेँ। सो अब चाहिँ यसो भिडियो बनाउनु पऱ्यो भनेर मात्र बनाएको हो। एक्लै भिडियो धेरै लामोसम्म बनायो भने हजुरहरूले पक्का पनि हेर्नुहुन्न, मलाई थाहा छ। त्यही भएर आजको लागि यति नै भन्दै सबैजनाले मेरो भिडियोलाई बोलेकै मात्र छ, सो बोलेकै मात्रै भए पनि अन्तिमसम्म वाच गरिदिनु होला। सबैजनाले साथ सपोर्ट दिनु होला। मलाई फेरि के थाहा भयो, म पनि पछि गएर सबैजनाले मलाई चिन्ने मान्छे हुन्छु कि होइन। हजुरहरूको साथ सपोर्ट मलाई धेरै नै खाँचो छ अहिलेको लागि भन्दै। अनि मेरो मोबाइल चाहिँ ह्याङ भइसक्यो कि, या कता किरिङ भइसक्यो, यत्तिकै पनि उयो हुनसक्छ
घट्न सक्छ। सो त्यसैले आजका लागि यति नै। बाई सबैजनालाई, बाई बाई।